ओके। हामीले यहाँ 4 चरण देख्दैछौँ। नम्बर 1 मा पहिलो चरण भनेर राखिएको छ, अनि नम्बर 2 मा दोस्रो चरण, नम्बर 3 मा तेस्रो चरण, अनि चौथा नम्बरमा 4 चरण गरेको छ। यो पहिलो चरण चाहिँ परमेश्वरले योजना गर्नुभएको चरण हो। अनि यो योजना चाहिँ उहाँले उत्पत्ति भन्दा अगाडि नै सारा संसार, स्वर्गदूत, भूत प्रेत, पशु पंक्षी, मानिसहरू हुनुभन्दा अगाडि नै उहाँले रच्नु भएको योजना हो कि पछि गएर म सारा सृष्टि बनाउँछु, त्यसपछि म स्वर्गदूतहरू बनाउँछु, त्यसपछि म मानिसलाई सृष्टि गर्छु, पशु पंक्षी र सारा देखिने थोकहरूलाई म सृष्टि गर्छु भनेर उहाँले पहिला योजना बनाउनु भएकोलाई पहिलो चरण भन्दछ। अनि परमेश्वर चाहिँ सबै कुरो हुनु आउनुभन्दा पनि अगाडि हुनुहुन्थ्यो, किनभने वचनमा त्यो लेखिएको छ। हामीले उत्पत्तिमै पढ्यौँ भने त्यहाँनिर यस्तो लेखिएको छ, उत्पत्ति 1:1 मा, आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी बनाउनु भयो भनेर त्यहाँ लेखिएको छ। र त्यो पढ्दाखेरि हामीलाई यस्तो लाग्छ कि सायद परमेश्वर पनि उत्पत्तिबाटै सुरु भएको होला जस्तो कति भान हुन सक्छ हामीलाई। तर सृष्टि र सृष्टिकर्ता, सृष्टि गर्ने सृष्टिकर्ता र सृष्टि चाहिँ अलग हो। सृष्टिकर्तै नभएको भए त्यो सृष्टि सुरु हुने थिएन। त्यसैले गर्दाखेरि उहाँले उत्पत्ति भन्दा पहिला रच्नु भएको योजनाहरू हामी देख्दछौँ। तल अलिकति तल आउनुहोस्, क्रुसमा आउनुहोस् त अब। हजुर, बस यहाँनिर। हजुर, यहाँनिर यहाँ यस्तो लेखिएको हामी पाउँछौँ। पक्नुहोस् ल, तपाईँले एउटा कुरो सेयर गर्नुहोस्। बिङ टु मैले के खोज्दै थिएँ भने यहाँ पक्नुहोस् है। ठिकै छ। यो एरो फैलिएको छ दुई साइडमा, दुईपट्टि एरो छ। अनि यो एरो सुरुको एरोमा इटर्निटी पास्ट भनेर लेखिएको छ, अनि त्यसको अगाडि एउटा ठुलो धर्का छ। त्यो धर्का चाहिँ त्यहाँदेखि उता सृष्टि भएको कुरालाई जनाउँछ। त्योभन्दा अगाडि इटर्निटी पास्ट पहिलो स्टेज भनेर माथि लेखिएको छ। यो माथि पहिलो स्टेज यो चाहिँ परमेश्वरले सृष्टि हुनुभन्दा अगाडि सबै सृष्टिको योजनाहरू गर्नुभएको कुरालाई दर्शाउँदछ। अनि त्योभन्दा अगाडि परमेश्वर हुनुहुने, हुनुभएको र उहाँहरू पिता, पुत्र, पवित्र आत्मा तिनैजना हुनुहुन्छ भन्ने कुरालाई दर्शाउँदछ। अनि अलिकति तल लानुहोस् त, फेरि अर्को क्रुसमा आउनुहोस् त, त्यहाँनिर त्यो कुरा देखाउँछ। हजुर 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 हजुर, इटर्निटी पासमा त्यहाँ निलो तीनवटा जुन चाहिँ कलर छ, उहाँहरू तीनजनालाई दर्शाएको हो। त्यो इटर्निटी पास, सृष्टिभन्दा पहिला उहाँहरू हुनुहुन्थ्यो। त्यो समय कति बित्यो, कति हजार, कति लाख वर्ष बित्यो त्यो हामीलाई थाहा छैन, तर उहाँहरू हुनुहुन्थ्यो र उहाँहरूले संसार सृष्टि गर्ने प्लानिङ गर्दै हुनुहुन्थ्यो। पिता, पुत्र, पवित्र आत्माले स्टेज 1 मा चाहिँ, पहिलो चरणमा चाहिँ। यसैले गर्दा यहाँ भर्सहरू दिएको छ माथि, त्यसकै छेउमा त्यो भर्सलाई खोल्नुहोस्। अब हामी त्यहाँबाट हेर्नेछौँ, त्यतिकै रहनु दिनुहोस् त्यसलाई। अनि भर्स पहिलो यूहन्ना होइन, सुसमाचारको यूहन्ना 17 अध्याय 1 देखि 5 सम्म म पढ्दैछु। तपाईहरूले आफ्नो आफ्नो बाइबलमा हेर्नुहोस्।
यहाँ यस्तो लेखिएको छ, यी कुरा भनिसक्नु भएपछि यीशुले स्वर्गतिर आँखा उचाली भन्नुभयो, हे पिता, समय आइसकेको छ, तपाईको पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईको महिमा प्रकट गरोस्, किनकि तपाईले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन दियोस्। अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको यीशु ख्रीष्टलाई चिनुन्। जुन काम तपाईँले मलाई दिनुभयो त्यो पूरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईँको सन्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित तुल्याउनुहोस्। यहाँनिर पिता र पुत्रको आपसी सम्बन्ध, एकतालाई हामी देख्दछौँ। यहाँ के भनिएको छ भन्दाखेरि पिता पुत्र आपसमा एकतामा रहेको, उहाँहरू एउटै प्रेममा रहेको अनि उहाँहरूको महिमित अवस्थामा रहेको कुरा यीशुले यहाँ आफ्नो वचनमा व्यक्त गरेको हामी पाउँछौँ। अब यो पहिलो एक अध्यायमा चाहिँ यीशुले यसरी भन्नुभएको छ, हे पिता, समय आइसकेको छ, आइपुगेको छ, तपाईका पुत्रको महिमा प्रकट गर्नुहोस् भनेर भन्दछ। तपाईहरुको सोचाइमा, तपाईहरुको विचारमा यो समय आइपुगेको छ भन्नेको चाहिँ कुन समयलाई भन्नुभएको होला यीशुले? कसैलाई त्यसको जानकारी छ भने अलिकति भनिदिनु सक्नुहुन्छ। यहाँ यीशुले भन्दछ, हे पिता, समय आइपुगेको छ, तपाईका पुत्रको महिमा प्रकट गर्नुहोस् भन्दछ। यदि यो कुरो चाहिँ यसरी भनिएको हो, जब उहाँ क्रुसमा चढ्ने समय आउनु भएको थियो, जब समय हुन लागेको थियो, त्यो बेला उहाँले यसरी पिताको अगाडि आफ्नो वचनलाई अथवा आफ्नो प्रार्थनालाई राख्दछ। अनि यो चाहिँ अब क्रुसमा चढ्ने समयको विषयलाई उहाँले दर्शाइरहनु भएको हामी पाउँछौँ। अनि परमेश्वरले सबैभन्दा महान महिमित कुरा चाहिँ यीशुलाई क्रुसमा गर्नुभएको हामी देख्दछौँ। अनि त्यो भन्दा ठुलो महिमाहरू थिए। त्यही कुरोले चाहिँ मानिसको पाप क्षमा हुँदथ्यो, मानिसले मुक्ति पाउँदथ्यो। र अब त्यो समय उहाँहरूले उत्पत्ति भन्दा अगाडि नै रच्नु भएको योजना हो कि एक दिन मेरो पुत्रलाई म संसारमा पठाउँछु अनि उहाँ क्रुसमा चढ्नु हुनेछ अनि मानिसहरूको पाप क्षमा हुनेछ भन्ने कुरा उहाँले केवल यीशु ख्रीष्ट संसारमा आएपछि मात्रै रच्नु भएको होइन। यीशु संसारमा आउनुभन्दा पहिल्यै यो योजना चाहिँ, यो प्लान चाहिँ उहाँले बनाउनु भएको थियो। यसरी परमेश्वरले मानिस जातिको लागि उत्पत्ति भन्दा पहिल्यै यो योजना गर्नुभयो। अनि कसैले, पास्टर बाबुले नै पढिदिनुहोस् त, यहाँ 5 पदमा त्यहाँनिर मेन्सन गरिएको छ, सृष्टि भन्दा अघि जुन महिमा तपाईले मेरो निम्ति जुन महिमा थियो भन्ने कुरा यहाँ लेखिएको छ। हजुर 17:5। अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईको सन्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। हजुर यहाँ हेर्नुहोस्, यीशु ख्रीष्टले पुत्रले सबै कुरा सृष्टि हुनुभन्दा अगाडि गर्नुभएको योजनालाई क्रुसमा चढ्ने बेलामा उहाँले त्यो सम्झनुहुन्छ र पितासँग बिन्ती गर्नुहुन्छ। तपाईले सृष्टि भन्दा अघि
सृष्टिभन्दा अघि या कस्तो लेखेको छ भने सृष्टि हुनुभन्दा अघि तपाईँको सन्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित तुल्याउनुहोस् भनेर लेखेको हामी पाउँछौँ। अनि एउटै कारण छ, अनन्त जीवन केवल यीशुको बलिदानद्वारा, परमेश्वरले बनाउनु भएको योजनाद्वारा, जो महान योजना छ, जो महान काम छ, त्यो सबैभन्दा शक्तिशाली र महान काम चाहिँ परमेश्वरले यीशुद्वारा क्रुसमा गर्नुभएको हामी पाउँछौँ। त्यसैलाई उहाँहरू मिलेर सृष्टिभन्दा अगाडि नै प्लानिङ गर्नुभयो। अनि त्यसको लागि यीशु तयार हुनुभयो कि संसारमा एक दिन म जान्छु अनि त्यो क्रुसमा म बलि हुन्छु भनेर उहाँ तयारी हुनुभयो र पिताले त्यो काम उहाँलाई सुम्पिदिनु भएको हामी देख्छौँ। अब 20 मा आउनुहोस्। 20 देखि हामी 26 सम्म हेर्छौँ। 17 को 20 देखि 26 सम्म म पढ्दैछु, तपाईहरु आफ्नो आफ्नो बाइबलमा हेर्न सक्नुहुन्छ। म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिन, तर तिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेका निम्ति पनि प्रार्थना गर्छु कि तिनीहरू सबै एक हौन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ र म तपाईंमा, त्यसरी नै तिनीहरू पनि हामीमा हौन् र तपाईंले मलाई पठाउनु भयो भनी संसारले विश्वास गरोस्। जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए झैं तिनीहरू पनि एक हौन्। म तिनीहरूमा अनि तपाईं ममा र तिनीहरू पूर्ण रूपले एक हौन् र तपाईंले मलाई पठाउनु भएको हो भनी मलाई प्रेम गर्नु भए जस्तो हो, अनि मलाई प्रेम गर्नु भए जस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्। पिता, म इच्छा गर्दछु कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहन् र मेरो महिमा देखुन्, जुन महिमा संसारको सृष्टि हुन अघि देखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईंले मलाई दिनुभएको थियो। 25 मा, धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्दछु अनि तपाईंले मलाई पठाउनु भएको हो भनी यिनीहरूले जान्दछन्। मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरेँ अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो त्यो तिनीहरूमा पनि रहोस् र तिनीहरूमा पनि रहौं भनेर यहाँ लेख्दछ। यहाँनिर परमेश्वरको महिमा, उहाँहरूको एकता अनि उहाँहरूको आपसको प्रेम। हेर्नुहोस्, त्रिएक परमेश्वर उहाँहरू महिमित अवस्थामा सृष्टिभन्दा अघि पनि हुनुहुन्थ्यो अनि उहाँहरू एकतामा हुनुहुन्थ्यो अनि आपसमा उहाँहरू प्रेममा हुनुहुन्थ्यो। यसैले उहाँहरूको आपस्तको सम्बन्धलाई हेर्नुहोस्। उहाँहरू प्रेममा छ, उहाँहरू एकतामा हुनुहुन्छ अनि महिमित अवस्थामा हुनुहुन्थ्यो सृष्टिभन्दा अगाडि पनि। त्यो कुरो हामीले यीशु स्वयंले प्रकट गर्नुभएको हामी यहाँ पाउँदछौँ। कतिमा? हामीले भर्खरै पढ्यौँ, जुन महिमा भनेर यहाँ हामी पाउँछौँ 24 मा। हजुर कसैले 24 पद पढिदिनुहोस् त, एकजनाले कसैले पाउनुभयो भने पढिदिनुहोस् कि पास्टर बाबुले नै पढिदिनुहोस्। हुन्छ, मैले भेटाएँ, म पढ्छु है त पास्टर बाबु। हजुर 24 नि। हजुर। हे पिता, म इच्छा गर्छु कि जो जो तपाईंले मलाई दिनुभएको छ तिनीहरू पनि म जहाँ छु मसितै हौन् र तपाईंले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखुन्, किनकि तपाईंले संसारको उत्पत्ति भन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभयो। हजुर, यहाँ हाम्रो आमाको बाइबलमा संसारको उत्पत्ति भन्दा अघिदेखि नै भनेर लेखेको छ। मेरो बाइबलमा चाहिँ संसारको सृष्टि हुन अघि नै मलाई
प्रेम गर्नुभएको हुनाले तपाईले मलाई दिनुभएको थियो भनेर लेखेको छ। हामीले त्यो अघि एरोमा हेर्यौं, जो सृष्टिभन्दा अगाडि पिता पुत्र पवित्र आत्मा तीनैजना उपस्थित हुनुहुन्थ्यो। उहाँहरू कसैले सृजिएका होइनन्, उहाँहरू कहीँबाट उत्पन्न भएका होइनन्। त्यो एरोको तीनटा नीलो त्यो डटलाई हेर्नुहोस्, नीलो त्यो तीनटा त्यो कुरोलाई हेर्नुहोस्, उहाँहरूलाई दर्शाएको हो। त्यो पवित्र आत्मा, पुत्र अनि परमेश्वर पितालाई दर्शाएको हो। अनि त्यसको छेउमा ठाडो एउटा धर्का छ, त्यो धर्का चाहिँ त्यहाँदेखि यता चाहिँ सृष्टि भएको कुरालाई बुझाउँदछ। उहाँले देखाउँदै हुनुहुन्छ त्यो क्रुस र त्यो धर्काको बीचमा, ठाडो धर्काको बीचमा चाहिँ त्यो चाहिँ सृष्टिदेखि लिएर यीशु ख्रीष्टसम्मको कथालाई दर्शाउँछ। हजुर, त्यो धर्कादेखि क्रुसतिर लगिदिनुहोस् तपाईको त्यो। हजुर, यो बीचको र त्यो ओर्दोर गरिदिनुहोस् अलिकति। त्यो बीचको कुरोलाई सृष्टि भएदेखि लिएर यीशु ख्रीष्टको समयसम्मलाई दर्शाउँछ। अनि त्योभन्दा अगाडि जुन चाहिँ इटर्निटी पास भनेर देखाएको छ, उहाँहरू सृष्टिभन्दा अगाडि पनि हुनुहुन्थ्यो भन्ने कुरालाई देखाउँछ। त्यही कुरो 24 अध्यायमा 24 पदमा यीशु ख्रीष्टले पितासँग बिन्ती गरेर त्यो कुरोलाई मेन्सन गर्छ। सृष्टि हुन भन्दा अघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईले मलाई दिनुभएको थियो भन्छ। के दिनुभएको थियो? त्यो सबै जिम्मेवारी, त्यो सबै मानव जातिको जिम्मेवारी, जो उहाँमा आउँछ, जो उहाँलाई दिन्छ, त्यो सबै एक दिन उहाँसँगै रहनेछ। अनि तिनीहरूलाई त्यतिकै प्रेम म गर्छु। अनि तिनीहरूले यो बुझोस् कि परमेश्वरले पनि तिनीहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा तिनीहरूले बुझोस् भन्ने कुरा यहाँ मेन्सन गर्दछ। यसैले गर्दा उहाँहरूको सम्बन्धलाई हेर्नुहोस्, पिता पुत्र पवित्र आत्माको सम्बन्धलाई हामी देख्यौं, महिमित अवस्थामा, एकतामा अनि प्रेममा। त्यही कुरो अब उहाँहरूले चाहनुहुन्छ कि त्यो कुरो तपाईँ र ममा पनि होस् भन्ने प्रभुले यहाँ प्रार्थना गर्नुभएको हामी पाउँदछौँ। 20 पदमा म पढ्दैछु। अब म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिन, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्दछु। के भन्दछ यहाँ? म यिनीहरूको लागि मात्रै प्रार्थना गर्दिन, तर यिनीहरूद्वारा भविष्यमा गएर जति व्यक्तिहरू राज्यमा आउँछन्, स्वर्गको राज्यमा, स्वर्ग सुसमाचार सुनेर परमेश्वरको राज्यमा आउँछ, तिनीहरूको लागि पनि म प्रार्थना गर्छु भन्दछ। अनि यीशुले तपाईँ र मेरो लागि पनि प्रार्थना गर्नुभयो। अनि हामीद्वारा परमेश्वरमा आउने व्यक्तिहरूको लागि पनि उहाँले प्रार्थना गर्नुभयो। अनि उहाँमा जो जो आउँछ, यीशुले भन्नुभयो म जहाँ छु तिनीहरू पनि त्यहीँ हुनेछ। जसरी तपाईले मलाई प्रेम गर्नुभयो, तिनीहरूले यो कुरो थाहा होस्, मलाई प्रेम गरे जस्तै परमेश्वरले हामीलाई पनि प्रेम गर्नुहुन्छ भन्ने कुरा तिनीहरूले जानोस् भन्दछ। म अब 21 पद पढ्छु। तिनीहरू सबै एक हौ, हे पिता, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा हौ। यहाँ हेर्नुहोस्, परमेश्वरसँगको सम्बन्ध, विश्वासीहरू, उहाँको जनहरू जसरी पिता पुत्र पवित्र आत्माको संगति छ, आपसमा रिलेसनशिप छ, त्यस्तै विश्वासीहरूको परमेश्वरसँगको सम्बन्धको विषयमा यहाँ लेख्दछ। पिता पुत्र एक भए झैं पिता पुत्रसँग हामी विश्वासीहरू पनि एक हौ, एक छौं भन्ने कुरालाई यिनीहरूले जानुन् भन्दछ। यसरी परमेश्वर चाहनुहुन्छ उहाँहरू जस्तो एक भएका छन् अनि हामीहरू पनि एक भएका उहाँ चाहनुहुन्छ। हामी विभिन्न देशमा छरिएका छौं, विभिन्न राष्ट्रमा छौं, हामी विभिन्न ठाउँमा विभिन्न जातिहरू छौं, भाषा अलग होला,
तर परमेश्वर पिता र पुत्र जसरी एक छ त्यो राष्ट्र राष्ट्रमा बस्नेहरू परमेश्वर पिता पुत्रसँगै हामी पनि एक हौं। यही कुरो यीशुले बिन्ती गर्दछ पितासँग। अनि अर्को कुरो चाहिँ तपाईले मलाई पठाउनु भयो भनी संसारले विश्वास गरोस्। 22 मा जुन महिमा तपाईले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु ताकि हामी एक भए झैं तिनीहरू पनि एक हौन्। अब यहाँ चाहिँ पिता पुत्र पवित्र आत्मासँग विश्वासी एक हुनु, सबै विश्वासीहरू उहाँसँग सम्बन्ध राख्नु, अनि यहाँ 22 पदमा आएर चाहिँ विश्वासी विश्वासीको बीचमा पनि त्यस्तै सम्बन्ध, पिता पुत्र जस्तो प्रेममा महिमामा अनि एकतामा हुनुहुन्थ्यो, विश्वासीहरू पनि त्यस्तै एकतामा भएको परमेश्वर चाहनुहुन्छ। हालेलुया। परमेश्वरको यो महान योजना छ। कहिलेकाहीँ हामी सोच्छौं फलाना त यस्तो हो, त्यो मण्डली त त्यस्तो हो, त्यो फलाना ढिस्का मण्डली त्यो हो, उसको सिद्धान्त यो छ, उसले यो विश्वास गर्छ भन्ने हामी सोच्छौं। तर सबैले प्रभुको मुक्तिलाई विश्वास गर्छन् र यदि प्रभुमा विश्वास गर्छन् र मुक्ति पाएका छन् भने तिनीहरू सबै आपसमा एक हौन् भनी परमेश्वरको पुत्र यीशुले यहाँ प्रार्थना गरेको हामी पाउँदछौं। उहाँहरूले यो जान्नुहुन्छ विश्वभरिको मण्डलीहरू उहाँको रगतद्वारा खरिदेका हुन्, किनेका हुन्, अनि उहाँहरू एक भए झैं, उहाँहरू प्रेममा एक रहे झैं, उहाँहरू महिमामा एक भए झैं ती विश्वासीहरू पनि एक हौन्। अब आउनुहोस् 23 पदमा, म तिनीहरूमा अनि तपाई मोमा र तिनीहरू पूर्ण रूपले एक हौन्। यहाँ हेर्नुहोस्, अलिअलि थोरै थोरै अलिअलि मनले मात्रै होइन, यीशुले भन्नुहुन्छ तपाई र म जस्तो एक छौं, तिनीहरू पनि पूर्ण रूपले एक हौन् भनेर लेखिएको छ। परमेश्वरको योजना चाहिँ विश्वासीहरूमा एक भएको उहाँले सृष्टिभन्दा अगाडि नै प्लानिङ गर्नुभयो। अनि परमेश्वर यस्तो हुनुहुन्छ कि यो एक भएको झुण्डले परमेश्वरसँग फेरि एक भएर रहन्, उहाँसँग सम्बन्ध राखुन् भन्ने कुरा लेखिएको हामी पाउँछौं। अनि हामीले क्लियर कट यहाँ अब पाउँछौं 24 पदमा आएर कि पिता म इच्छा गर्दछु कि तपाईले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहन् र मेरो महिमा देखुन्, जुन महिमा संसारको सृष्टि हुन अघि देखि नै मलाई प्रेम गर्नु भएको हुनाले तपाईले मलाई दिनुभएको थियो। अनि तल गएर धार्मिक पिता संसारले तपाईलाई चिन्दैन तर म तपाईलाई चिन्दछु अनि तपाईले मलाई पठाउनु भएको हो भनी तिनीहरूले जान्दछन्। मैले तपाईको नाउँ यिनीहरूमा प्रकट गरे अनि तपाईको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु ताकि जुन प्रेमले मलाई तपाईले प्रेम गर्नुभयो त्यो तिनीहरूमा पनि रहोस् र म तिनीहरूमा रहूँ। अब लास्ट 26 पदले भन्छ तपाईको नाउँ तिनीहरूमा प्रकट गरे भन्दा उहाँले परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरा मानिसहरूमा प्रकट गर्नुभयो। एक जग्गा लेखेको छ परमेश्वर पिताको अनुग्रह र उहाँको स्वभाव चाहिँ यीशु ख्रीष्टमा प्रतिबिम्ब थियो भनेर। परमेश्वरको स्वभावमा यीशु संसारमा आउनुभयो, यसरी परमेश्वरलाई मानिसमा प्रकट गर्नुभयो र नाउँ तिनीहरूमा प्रकट गराइरहनेछु ताकि जुन प्रेमले मलाई तपाईले प्रेम गर्नुभयो त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहूँ भनेर लेख्दछ। यो
महान कार्य छ। परमेश्वरको महिमा होस्। हामीलाई परमेश्वरले यसैको निम्ति चुन्नु भएको हो। अनि हामीले उत्पत्ति 1:1 पढ्यौं भने के देख्छौं भन्दा आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो भन्ने कुरो त्यहाँ हामी पाउँछौं। अनि कहिलेकाहीँ हामी यस्तो सोच्छौं त्यो पढ्दाखेरि परमेश्वर पनि त्यही बेलादेखि सुरु हुनुभएको होला भन्ने हामी सोच्छौं। अनि संसारमा धेरै प्रकारका मानिसहरू छन्। विश्वासी छन्, अविश्वासी छन्, कतिले कुनै कुरामा विश्वास गर्दैनन्। अनि संसारमा धेरै कुराहरूमा विश्वास गर्ने मान्छेहरू पनि छन् जसले उनीहरूको विश्वास अनुसार यीशुलाई पनि एउटा धर्मगुरु जस्तो, एउटा भगवान जस्तो, एउटा देवता जस्तो मान्छेले सोचेका हुन सक्छ। यीशु पनि एउटा गुरु हो, यीशु पनि अरू भगवान जस्तो एउटा भगवान हो, या त एउटा देवता जस्तो यीशु पनि एउटा देवता हो भन्ने कुरा सायद धेरै मानिसहरूले बुझेका हुन सक्छन्। तर उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, यीशु ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा भर्खरै हामीले पढ्यौं। यहाँ थुप्रै पदहरू मेन्सन भएको छ। यसलाई हामी पढ्न सक्छौं कि पछाडि पढ्दै जाँदा यो कुरो हामी प्रकट भएको पाउँछौं कि परमेश्वरको पुत्र सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो। उहाँलाई वचन भनेर दर्शाएको छ। वचन परमेश्वरसँग हुनुहुन्थ्यो, वचन नै परमेश्वर हुनुहुन्थ्यो, अनि वचन उहाँसँग हुनुहुन्थ्यो भनेर दर्शाएको छ। यो चाहिँ यीशु ख्रीष्टलाई भन्नुभएको हो। अनि वचन अन्तमा गएर के भयो? देहधारी भएर संसारमा आयो। हजुर एकजना कसैले यूहन्नाको पहिलो अध्याय 1 र 2 पढिदिनुहोस् हजुर। पास्टर केशर बाबुले पढिदिनुहोस् त हजुर, सबैले सुन्ने गरी। जय मसीह हजुर। जय मसीह। 1 अध्यायको कति भन्नुभयो गुरुबा? 1 अध्यायको 1 र 2 पद हजुर। ए हस् हजुर। आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। हजुर धन्यवाद हजुरलाई। यहाँनिर वचन 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 भनेर उल्लेख भएको हामी पाउँछौं। अनि वचन चाहिँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो भन्छ, अनि वचन परमेश्वर हुनुहुन्थ्यो भन्छ। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। अनि यो कुरो चाहिँ यीशु ख्रीष्टलाई भनिएको हो। आदिमा भन्दाखेरि सृष्टि भन्दा पहिला हामी बुझ्न सक्छौं। यसरी हामी देख्छौं कि परमेश्वरले रच्नु भएको योजना चाहिँ महान छ। अनि उहाँले यसरी मानिसको उद्धारको लागि, मानिसको मुक्तिको लागि उत्पत्ति भन्दा पहिला नै उहाँले रच्नु भएको योजनालाई पहिलो चरण हामी भन्छौं, जहाँ त्यो परमेश्वर निलो 3वटा डटको पछाडि धर्का छ। त्यहाँदेखि यता चाहिँ सृष्टि भएको हो, त्यहाँदेखि उता चाहिँ तपाईले बुझ्नु होला सृष्टि भन्दा अघिको कथा हो। पास्टर बाबुले यहाँ देखाउँदै हुनुहुन्छ। अलिकति त्यो पुरुषलाई देखाइदिनुहोस्, त्यसले पनि हामी हेरौँ। हजुर हजुर, यो उहाँले यो रातो रेखाले घेर्नु भएको अहिले हामीले पढ्दै गरेको पद हो। त्यसको सिधै मुनि एउटा ठाडो धर्का छ। त्यहाँदेखि यता सृष्टि भएको कुरोलाई बुझाउँदछ। अनि क्रुस भएको ठाउँमा पुगेपछि यीशु ख्रीष्टसम्म, सृष्टिदेखि यीशु ख्रीष्टसम्म कहानी हामी बाइबलमा पाउँछौं। पछिबाट हामी त्यो बिस्तारी बिस्तारी हेर्दै जानेछौँ। अनि त्यो ठाडो धर्कादेखि अगाडि 3वटा डट छ, पिता पुत्र पवित्र आत्मा। सृष्टि भन्दा अगाडि उहाँले सृष्टि गर्नुहुने योजनालाई
प्लानिङ गर्दै गरेको हामी बाइबलमा बुझ्दछौँ। यसलाई बिस्तारै बिस्तारै नै हेर्नुपर्छ, एकैचोटि सबै कुरा हामी हेर्न सक्दैनौँ। अन्त यो एरो, यो यता त्यो डटको मुनिको एरोलाई देखाउनुहोस् त, टुप्पालाई यतापट्टि। हजुर, त्यो उतै देखाउनुहोस्, अगाडि नै देखाउनुहोस्। हजुर, त्यो अगाडि चाहिँ कति समय बित्यो त्यो हामीलाई थाहा छैन। त्यो इटर्निटी पास भनेर तल देखाएको छ। त्यो अनादि बितेको समय कति थियो भन्ने कुरो हामी जान्दैनौँ। त्यो समय चाहिँ परमेश्वर हुनुभएको समय, परमेश्वर नहुनु भएको र परमेश्वर नभएको समय, काल र युग कहिले पनि थिएन। परमेश्वर चाहिँ हुनुहुन्थ्यो, आफ्नो अस्तित्वमा आफैले आफ्नो सामर्थ्यद्वारा उहाँ रहिरहनु भएको कुरो हामी बुझ्दछौँ। अब मसँग तपाईँहरूले एउटा पद खोल्नुहोस्, दोस्रो तिमोथी 1:9। टाइम पनि भइसकेको छ, हामी बन्द गर्ने आँटेका छौँ। दोस्रो तिमोथी 1:9। हजुर, कसैले पाउनुभयो भने पढिदिनुहोस्। उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो, हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रिस्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। हजुर, यहाँ एउटा शब्द आएको छ, युग युग अघिदेखि नै हामीलाई दिनुभएको थियो। हामी माथि गर्नुहुने अनुग्रह, हामी माथि गर्नुहुने मुक्ति उद्धारको काम युग युग अघिबाट नै उहाँले रच्नुभयो कि मान्छेलाई हामी सृष्टि गर्छौँ। मान्छे एक दिन गएर हाम्रो आज्ञालाई उल्लङ्घन गर्नेछ, हाम्रो आज्ञा पालन गर्ने छैनन्, तिनीहरूले निश्चित गरेको त्यो फल खानेछ। त्यसपछि म मेरो पुत्रलाई संसारमा पठाउने छु र तिनीहरूको मुक्ति गर्नेछु भन्ने कुरा हामी यहाँ देख्छौँ। परमेश्वरले मान्छेलाई यस्तो बनाउनु भएन कि सबै आज्ञाहरू मान्छेले पालन गर्न सक्छ, पूर्ण रूपले परमेश्वरमा बनिरहन सक्छ भनेर चाहिँ सृष्टि गर्नु भएन। परमेश्वरले यो जान्नुहुन्थ्यो, मानिसले एक दिन मेरो पुत्रलाई दुनियाँमा बुझ्न उहाँले पहिल्यैबाट। अब यो विषयलाई बुझ्नु कहिलेकाहीँ हामीलाई गाह्रो हुन्छ। परमेश्वर